हेमन्त बस्नेतज्यू यही हुनुहुन्छ, उहाँले बोलेर पनि गइसक्नु भएको छ। अन्य थुप्रै मित्रहरू हुनुहुन्छ। एक यस्तो अवस्था थियो, हामी त्यति बेला विद्यार्थी राजनीति गर्थ्यौँ। लम्कीमा स्थानीय तह जनप्रतिनिधि अथवा निकाय कोही नभइरहेको बेला लम्कीमा रहेका सामाजिक सङ्घ संस्थाहरूले त्यसको अगुवाई गर्नुहुन्थ्यो। जेसिसले पनि त्यसको अगुवाई गर्थ्यो। उद्योग सङ्घ थियो र यो घर जुन बनिरहेको छ, मलाई याद छ, आज सबैले विभिन्न व्यक्तिको नाम लिनुभयो। सर्दै व्यक्ति हाम्रो शिवलाल भण्डारी, उहाँको अगुवाईमा यो घर बनेको मलाई स्मरण छ। त्यसमा थुप्रै मानिसहरूले त्यो सङ्कटको बेलामा पनि आफ्नो घर घरानाबाट चाहिँ पैसा उठाएर उहाँले यसै क्षेत्रबाट मात्र होइन, बाहिर कम्पनीका चाहिँ मेम्बरहरूसँग पनि पैसा उठाएर यो भवन बनेको छ। अहिलेसम्म हामीले लम्कीमा एउटा हल बनाउन सकिरहेका छैनौँ। यही हल मार्फत हामी विभिन्न कार्यक्रमहरू गरिरहेका छौँ। सबै मानिसहरूको सामाजिक जीवनको सम्झना गर्नुपर्छ। मैले थुप्रै कुराहरू भन्नुभन्दा पनि यहाँले उठाएका मुद्दाहरू थुप्रै छन्। लेडिज जेसिसको भवनको सन्दर्भमा कुरा उठेको छ। त्यसलाई कति लाग्छ पैसा नगरपालिकाको तर्फबाट हामी सहयोग गर्ने वातावरण बनाउने छु मैले, किनभने अहिले यो बजेट कार्यान्वयन हुने समय हो। कयौँ योजनाहरू, धेरै योजनाहरू त कार्यान्वयनमा गइसकेका छन्। बजेट बनाउने बेलाको समय हुन्थ्यो भने त्यहाँ तपाईँहरूलाई 100% बजेट भन्थे। तथापि सानो छ, माग पनि धेरै छैन। सिडी र एउटा शौचालयको कुराहरू छ, नसकिने कुरा छैन। म त्यसको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। अरू कुरा धेरै छन्। मलाई खुसी पनि लाग्यो। म सुरुमा त अरू काम पनि थियो, शुभकामना दिएर निक्लौँ कि जस्तो पनि लागेको थियो। र महिला दिदीबहिनीहरूको जुन उत्साह देखेँ, जुन जाँगर देखेँ, जुन केही गरौँ भन्ने भावना देखेँ, त्यसबाट साँच्चै म उत्साहित भएर सबै समय मैले चाहिँ दिने मौका पनि पाएँ। शनिबार पनि हो, कहिलेकाहीँ आफ्नो निजी जीवन पनि छ। ब्याङ्कको ऋणहरू हामीले थुप्रै लिएका छौँ, त्यसको ब्याज तिर्नुपर्ने हुन्छ। अन्य कामहरू थुप्रै हुन्छन्। एक दिन शनिबारको दिन आफ्नो निजी काम पनि गरौँ कि भन्ने अवस्था हुँदाहुँदै पनि सकिँदो रहेनछ। जे होस्, दिदीबहिनीहरूसँग भेट्ने अवसर पनि मिल्यो। थुप्रै दिदीबहिनी दाजुभाइहरूसँग भेट्ने अवसर पनि मिल्यो यो कार्यक्रम मार्फत। म तपाईँहरूलाई आयोजक पक्षलाई धन्यवाद दिन चाहन्छु। र अहिलेको सन्दर्भमा हामी कोभिड महामारीको बिचमा छौँ। हामी यो यस्तो जनप्रतिनिधि हौँ, इतिहासको कुनै कालखण्डमा यसको व्याख्या होला। स्वतन्त्रपूर्वक आफ्नो आँखाले सोचेर यो समाज बनाउने हामीले परिकल्पना जुन गरेका थियौँ, त्यसबाट हामीलाई एउटा महामारीले चाहिँ खिचेल्यो र त्यसैको अनुसार हामी हिँड्नुपर्ने अवस्था हामीलाई सिर्जना गर्यो। हामीले योजना बनाएका कुराहरू सबै ठिक्का भएका छन्। महामारीसँग लड्नको लागि, महामारीलाई चाहिँ प्रहार गर्नको लागि, महामारीलाई चाहिँ तपाईँको कन्ट्रोल गर्नको लागि हामी त्यहाँ लाग्नुपर्ने अवस्था आएको छ। अहिले पनि समस्याहरू छन्। स्वास्थ्यमा हामीले थुप्रै बजेटहरू खर्च गरेका छौँ। अस्पताल एउटा निजी बाहेक हामीसँग कुनै सरकारी थिएन। त्यो बनाउनै पर्ने एउटा प्रतिबद्धता थियो, आवश्यकता थियो। प्रतिबद्धता भन्दा पनि आवश्यकता थियो। आवश्यकता हुँदा त्यो चरणमा हामी गएका छौँ। अन्य विकासका कुराहरू पनि जे सोचेका थियौँ, जे परिकल्पना गरेर अगाडि बढेका थियौँ। हुन त अस्ति एकजना प्रतिपक्षकै भाइले पनि भन्नुभयो, मैले एउटा कार्यक्रम सुनेँ उहाँको, अरू कुराहरू त सबै करिब घोषणापत्रमा भएका कुराहरू छुइएको हामीले पायौँ। सम्पन्न त अब स्वाभाविक ढङ्गले नभएको पनि होला। तर एउटा कुरा, यो पूर्जा, यो ऐलानी जग्गा जमिनको कुरा उठेको थियो, त्यसलाई दिन चाहिँ सम्पन्न गर्न स्थानीय सरकार चुक्यो भनेर एउटा उहाँको इन्टरभ्यू मैले सुनेको थिएँ। थुप्रै योजनाहरू हुँदाहुँदै पनि हामीले कार्यान्वयन गर्न सकेनौँ। म यहाँहरूलाई के भन्न चाहन्छु भने यसपछिका अब जति पनि हामी जनप्रतिनिधिहरू हुनेछौँ, हुन त लडाइँ छ, दुर्भाग्य एउटा हाम्रो देशको जो कस्तो विडम्बना भनौँ। 5 वर्ष कार्यकाल भनेको छ, 5 वर्ष कार्यकाल सिद्धिँदैछ। नयाँ आउने प्रतिनिधिलाई जनताले अनुमोदन गरेर, जनताले चुनेर पठाउनेलाई रोकिँदैछ। कहिले चुनाव गराउने भन्ने विषयमा बहस हुँदैछ।
मैले जेसिसबाट हामी देखेका छौँ कति आनन्दमय आफ्नो पद स्वीकार गरेर अर्को साथीले हस्तान्तरण गरेको सुन्न हेर्न कस्तो मजासँग आनन्द आयो। हाम्रो देशमा के भएको हो, 6 चोटि 5 चोटि मर्ने बेला पनि प्रधानमन्त्री नछोड्ने। अझ फेरि मैले त के देखेको छु भने एउटा ज्योतिषलाई ल्याएर फेरि तपाईँ 7 चोटि हुने भनेपछि पनि नछोड्ने। यो दुर्भाग्य जनताबाट चाहिँ अनुमोदित हुने कुरा हामी त अनुमोदन हुन जनताको उयसमा जाउँ भन्छौँ। यो बिचमा छलफल हुने कस्तो देश हामीले बनाउँदैछौँ। मैले यहाँनिर भन्न खोजेको कुरा के हो भने विकासको एउटा चरण त हामीले पार गऱ्यौँ। मान्नुहोस् या नमान्नुहोस्, धेरैजना मानिसलाई यो चित्त पनि नपर्ला, तर धेरै कुराहरू हामीले सम्बोधन गरिसकेका छौँ। के गरौँ त भन्न लाग्दिनँ, किनभने तपाईँहरू सक्षम दिदीबहिनी दाजुभाइहरू हुनुहुन्छ। अबको चुनौती के हामीले पहिचान नगर्न सकेको हो त? अबको चुनौती भनेको, प्रमुख चुनौती भनेको बेरोजगारी समस्या हो। रोजगारी सृजना गर्ने गरी नै अबका हाम्रा पाइलाहरू अगाडि बढाउनुपर्छ। या हामी म सम्बन्ध राजनीतिक दल होस् या प्रतिपक्ष सत्तापक्ष जेतै छौँ, हामी अबको दृष्टिकोण हाम्रो कल्भर्ट, हेमपाइप, बाटो पिच, विद्यालयका भवन लगायतका के हुन्, यी काम हुँदै गर्ने हो। तर रोजगारी सृजना हुने गरी कार्यक्रममा ल्याउनुपर्छ। मैले ल्याउने प्रयास पनि गरेको अघि खुसी लाग्यो, दिदीबहिनीहरूले मञ्च प्रयोग गर्न जानिसक्नु भएको छ। क्षमता विकास गर्ने एउटा अवसर दिएपछि त सकिँदो रहेछ नि, हुँदो रहेछ नि। एउटा संस्थाले, देशी भन्ने संस्थाले त्यो पनि महिलाहरूकै संस्था बनाएर निर्धक्क ढङ्गले दिदीबहिनीहरूले बोलेको कहीँ कतै त्यो नअट्केर बोलेको आफ्नो कुराहरू राखेको सुन्न पाइयो। रोजगारीको सन्दर्भमा पनि हामीले तालिमहरू, ट्रेनिङहरू दिएर रोजगारी हुने किसिमका कामहरूको लागि हामीले दियौँ भने सकिन्छ भन्ने मलाई विश्वास छ। नेपाल सरकारले, विभिन्न सरकार, कुन सरकारको म व्याख्या गर्दिनँ, महिलाहरूको लागि, दलितहरूको लागि, पढे लेखेका युवाहरूको लागि, अझ पढे लेखेका युवाहरूलाई त सर्टिफिकेटको आधारमा विदेशबाट फर्केर आएका दाजुभाइ तथा दिदीबहिनीहरूको लागि रोजगारी दिनुको लागि बैंकले ऋण दिने भनेर चाहिँ सरकारले बजेट व्यवस्थापन भएको हामी धेरै वर्ष भयो, 3-4 वर्षहरू भइसक्यो। तर यथार्थमा फिल्डमा चेक गर्न जाँदा, फिल्डमा चाहिँ तपाईँको खोज्दै जाँदा पाइएको छैन। लक्षित वर्गका मानिसहरूले त्यो ऋण 2%, 1% पाउनुपर्ने ऋण प्राप्त गरेका छैनन्। त्यो ऋण प्राप्त गरेको भए उहाँहरू रोजगारी सृजना गर्नुहुन्थ्यो। हाम्रै लम्कीमा पनि हेर्ने हो भने ठुल्ठुला घरहरू सबै बैंकहरू बसेका छन्। मैले उहाँहरूसँग धेरैचोटि छलफल गरेँ बिएमको म्यानेजरज्यूहरूसँग, तर उहाँहरूलाई डर के छ भने लगेको पैसा सदुपयोग भएन भने ऋण डुब्छ र असुलीमा ठुलो समस्या आउँछ। त्यसैले गरिरहेका मानिसहरू, काम गरिरहेका मानिसहरू, नयाँ मानिसहरू होइन, गर्ने मानिसको लागि होइन, तिनीहरूको लागि मात्र उहाँहरूले लगानी गर्ने वातावरण गर्नु। अहिले त यस्तो अवस्था आएको छ, 1 लाख रुपियाँ ऋण लिउँ भने पनि बैंकले दिन सक्ने अवस्था छैन। कसरी सृजना भयो यो 6 महिनाको पिरियडमा? 6 महिनाभन्दा पहिला के हुन्थ्यो? बैंकका म्यानेजरहरू, अलि व्यवसाय गर्ने मानिसहरू, व्यापार गर्ने मानिसहरूको घर दैलोमा पैसा लिदिनु पर्यो भनेर जानुहुन्छ। राज्य संरचना चलाउनेहरू निकम्मा भएपछि, सत्ता सञ्चालन गर्ने मान्छेहरू सही नआएपछि यो हालत हुन्छ भन्ने कुरा अहिलेको अर्थव्यवस्थाले पनि हामीले देखेको छ। नेपालमा खर्च, विकासका खर्चहरू, यही हाम्रो टिकापुर सडक खण्ड हेरौँ। टिकापुर सडक खण्डको आखिरी सरकारी बाटो नै हो, ठेक्दार 3वटा छन्। हाम्रो बेल्डमा काम भएको छ, तल्त्रपट्टि अहिले म आज नेपालगञ्जबाट आउँदा राजापुर भएर आएँ, हेरौँ न यो बाटोको अवस्था भनेर हेरेँ, काम भएको छैन। जब काम भएन, सरकारी ढुकुटी खर्च हुँदैन। सरकारी ढुकुटी खर्च भएन भने पैसा चाहिँ के हुन्छ त भन्दा बजारमा आउँदैन। पुँजीगत चाहिँ तपाईँको चाहिँ खर्च हुँदै भएको छैन। मैले तपाईँहरूको कार्यक्रम सुन्दै एउटा अर्थमन्त्रीको आज एउटा भाषण सुने। जुन पालिकाले, जुन स्थानीय सरकारले धेरै बजेट खर्च गर्न सक्छ त्यसलाई चाहिँ थप बजेट दिने भनेर उहाँले बोलेको सुने।
अब त्यो त बजेट आउने बेला हामी हेरौँला। तर लम्कीचुवा नगरपालिकामा हुन त हामीले घाटा बजेट बनाएको कुरा मैले विभिन्न माध्यमबाट बोलेको छु कि बजेट घाटा स्वाभाविकै हो हैन। तर हामीले आएका राज्यका निकायबाट आएका संघीय सरकारले दिएका विभिन्न अनुदानहरू या राजस्व बाँडफाँड भन्नुहोस् या समानीकरण भन्नुहोस् या विशेष अनुदानहरू भनौँ या हाम्रो आन्तरिक स्रोतहरूको कुरा प्रदेश सरकारले दिएको पैसा होस्, अत्याधिक मात्रामा हाम्रो नगरपालिकामा खर्च भएको छ। हामी खर्च गर्न सफल भएका छौँ। त्यसैले मैले यी कुराहरू किन उठाएको भन्दा अबका समस्यालाई पहिचान गरेर अगाडि बढ्यौँ भने तपाईँ हाम्रो सबैको यो समस्या समाधान हुन सक्छ। म दिदीबहिनीहरूले विभिन्न कार्यक्रमहरू यस्तो सञ्चालन गर्नुहोस्, सकिन्छ गर्न चाहेमा तपाईँहरूले गर्न सक्नुहुन्छ। रोजगारमूलक कार्यक्रम सञ्चालन गर्ने एउटा वातावरण बनाउनु भयो भने त्यसको लागि नगरपालिकाले सहयोग गर्नेछ। सहयोग गर्ने म वातावरण तपाईँहरूलाई बनाउने छु। र एउटा अर्को सानो कुरा, हुन त मैले यो कुरा नबोल्दा पनि हुन्थ्यो, तर मैले बोल्नुपर्छ। हामीले अघि मैले बैंकको आलोचना गरेँ र त्यसको विकल्प के हो त भन्ने कुरा आउला। 50,000 देखि 5 लाखसम्म हाम्रो एक किसान सहकारीमा दिदीबहिनीहरूले कुनै रोजगारी सृजना गर्न चाहनुभयो भने 5% मात्रै ऋण, 5% भन्दाखेरि त्यो गलत अर्थ लाग्छ। वार्षिक हो। अहिले 14% ब्याज लिइरहेका छन् बैंकहरूले। अरू 9% नगरपालिकाले त्यो चाहिँ पैसा तिर्दिन्छ, ब्याज तिर्दिन्छ। तपाईँहरूले मध्ये कुनै दिदीबहिनीहरूले कुनै उद्यम गर्न चाहनुभयो भने, काम गर्न चाहनुभयो भने त्यो पैसा दिने वातावरण हामी बनाउँछौँ। हुन त सहकारीमा पनि अहिले पैसा छैन। देश पुरै आर्थिक एकदम सङ्कटमा अवस्थामा छ। तर विज्ञहरूले फागुनसम्म कुनै न कुनै विकल्प आउला भन्ने किसिमको कुराहरू छ। मैले यति कुराहरू राखेँ र अन्तमा हामी यो स्रोत समातेर बसेका मानिसहरू, पैसा समातेर बसेका मानिसहरू, तपाईँहरूको प्रतिनिधि मात्र होइन, स्रोतको पनि प्रतिनिधि हो। नगर प्रमुखलाई धेरै ठाउँमा प्रमुख अतिथि बनाउँछन्, मलाई थाहा छ। त मेरो समय नहुँदा पनि कुरेर पनि बनाउँछन्। एउटै आशा हो बजेटको कुराहरू हाम्रो समस्या बुझेर बजेट समाधान गरिदिन्छ कि भन्ने आशा हुन्छ। म हिजो आजको म जनप्रतिनिधि भएँ। हिजो मलाई थाहा छ लम्कीमा जब कोही हाम्रै पार्टीका नेताहरू आउनुहुन्थ्यो, हामी माला हालेर यहाँको समस्याहरू हामी अवगत गराउँथ्यौँ, जानकारी गराउँथ्यौँ। या टिकापुर सडकको कुरा होस् या चिसापानीदेखि माथि जाने बाटो, या असम भनौँ या कर्णाली राजमार्गसँग जोड्ने बाटो भनौँ, या औद्योगिक क्षेत्रको कुराहरू होस्, यहाँको तटबन्धनको मुद्दाहरू होस्, सिँचाइका मुद्दाहरू होस्, हामी सबै पार्टीका मान्छेहरू, मैले आफूले मात्र भन्दिनँ, सबैले चाहिँ त्यो वाचन गरेर पढेर उहाँलाई सुनाएर दिन्थ्यौँ। तर कति समस्या समाधान भए त्यो त एउटा दिने गर्नै त्यो हो, कागजै त्यो हो। हामीले कति दुःख गरेर कष्ट गरेर त्यो चाहिँ पढेका हुन्थ्यौँ, सुनाइ हुँदैन थियो। र अहिले हामी त्यो निर्णय गर्ने ठाउँमा भएको कारणले मैले यो महसुस गरेको छु। दिदीबहिनीहरूलाई तपाईँहरूको जुन संस्था छ, यदि चुनावी भइहाल्यो, नयाँ आउने मानिस आउँदा पनि मेरो भूमिका रहनेछ। यदि मैले नै बजेट ल्याउनुपर्ने अवस्था आएको खण्डमा तपाईँहरूलाई चाहिने जति, त्यो भवनलाई चाहिने जति या फर्निचर भन्नुहोस्, अघि जोशीपुरमा 40 लाख आयो भन्ने कुरा थाहा छ। मैले त्यही भएर यो कुरा अलिअलि भने हो। 40 लाख होइन, हामीलाई चाहिने जति उपलब्ध गराउने म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। र मैले आज चाहिँ अलिअलि यो हाम्रा विभिन्न सामाजिक संस्थाहरूमा बजेटको अभावको कारणले के कारणले चर्चा पर्चाहरू पनि सुनेको छु। त्यसलाई पनि बसेर आफ्नो राय बनाउने मैले जमर्को गर्नेछु। मलाई सम्झेर दिदीबहिनीहरूले जुन भेट्ने अवसर, यो प्रमुख अतिथि भन्ने कार्यक्रम छ। म त यहाँकै प्रतिनिधि, प्रमुख अतिथि भने त उहाँ हुनुभएको कनेरजी हुनु, किन उहाँ धनगढीबाट अथवा महेन्द्रनगरबाट आउनुभएको। म त लम्कीकै मानिस होइन। प्रमुख भन्दा पनि, अतिथि भन्दा पनि तपाईँहरूको एउटा बासिन्दा र भेटघाट गर्ने एउटा अवसर जुटाउनु भएकोमा आयोजक बहिनीहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु र आफ्नो भनाइ अन्त गर्न चाहन्छु। धन्यवाद।